इतिहासमा हिंसात्मक राजनीति गर्ने 1 नम्बर मान्छे यो पवन चामलिङ हिंसात्मक म जान्दछु पवन चामलिङ 5 वर्ष मेरो चेयरम्यान हो 2.5 वर्ष एमएलए पनि हो एमएलए पनि बनाए मैले नाम्चीमा म मुख्यमन्त्रीले 84 जनता नाम्ची हाले टार्न बोलाएँ यो पवन चामलिङ चाहिँ भ्रष्टाचार गर्दो रहेछ जाति पातिको कुरा गर्दो रहेछ के गर्नु मलाई जनताले निकाल्नु भने मैले निकाल्नु मलाई घरमा गएर छोड्यो है भेदभाव पनि मैले भनेको पुर्याएर छोड्नु छोड्नुमा पनि माछा मात्रै चोरेको थिएन अहिले त के चोरेको